सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोलीबाट ओम प्रकाश मेहताले ज्यान गुमाउनु परेको छ। यो दुःखद घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्छु, परिवारमा हार्दिक समवेदना व्यक्त गर्छु र सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। ओम प्रकाश मेहतामाथि ज्यानै जाने गरिकन गोली चलाउनु पर्ने अवस्था किन आयो? हामी सरकारलाई यो प्रश्न सोधिरहेका छौँ। सरकारको जवाफ पनि माग्छौँ र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौँ। तर अहिले परिस्थिति जसरी बिग्रँदै गएको छ, यो बेलामा हाम्रा पनि केही जिम्मेवारीहरू छन्। तपाईँ, म, हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ। हामीले संयमता गुमायौँ र धैर्यता राख्न सकेनौँ भने हामी सबैले यसो ठुलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु, यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व यो नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो, हाम्रो पहिचान हो। यसैले नै हामीलाई नेपाली भएर बाँच्न सिकाएको छ। यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ। समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई, खास गरिकन स्थानीयवासीलाई हार्दिक अपिल गर्न चाहन्छु। नेपाली कांग्रेसका साथीहरू जो अहिले ती ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईहरु सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई तपाईहरु लाग्नुस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईहरुले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ। म यो क्रममा सबै स्थानीयवासीलाई, सामाजिक सङ्घ संस्थालाई, सबै राजनीतिक दलहरूलाई र सबै नागरिकहरूलाई पनि यही कुरामा अपिल गर्न चाहन्छु। यो बेलामा सबैले एकपटक गम्भीर भएर सोचौं, धैर्य बनाऊ, संयमता र संवादबाट, हिंसा र उत्तेजनाबाट होइन, समस्याको समाधान निकाल्न सकिन्छ भन्ने प्रयत्न गरौं। स्थितिलाई सम्हालौं। गल्ती कमजोरी जसले गरेको छ उसले मूल्य चुकाउनै पर्छ। सरकारलाई सँग जवाफ हामी माग्ने नै छौं। सरकारले यसको जिम्मा लिनु पनि पर्छ। तर यो बेलामा हामी सबै नागरिकको पनि जिम्मेवारी छ, त्यो जिम्मेवारी पनि पूरा गरौं। म यही कुरा सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु, सबैलाई अपिल गर्न चाहन्छु। नमस्कार, जय नेपाल।